सोनम वाङचुकको पाकिस्तानमा ब्रेथ पाकिस्तान सम्मेलनमा सहभागिता र सन् 2018 मा रमन म्यागेसेसे पुरस्कार प्राप्त गरेको कुराले विदेशी फन्डिङको आशंका बढाएको छ। तपाईलाई जानकारी होस् कि रमन म्यागेसेसे पुरस्कार अक्सर पश्चिमी गुप्तचर एजेन्सीहरूको प्रभावमा रहेको मानिन्छ। यो पुरस्कार भारतमा सोनम वाङचुक बाहेक केजरीवालले पनि पाएका छन् भने उता बङ्गलादेशमा अहिलेका अन्तरिम प्रधानमन्त्री मोहम्मद युनुसले पाएका छन्। यता नेपालमा यो पुरस्कार पाउने व्यक्तिहरूमा डाक्टर सन्दुक रुइत र डाक्टर महावीर पुन रहेका छन्। विश्लेषकहरूका अनुसार यस्ता पुरस्कारहरूले समाजमा उनीहरूको विशेष पहिचान बन्छ र उनीहरूको यति धेरै प्रचार गरिन्छ कि भविष्यमा उक्त देशमा कुनै षड्यन्त्र गर्नु परे यस्तै व्यक्तिहरूलाई नायक पात्रको रूपमा उभ्याइन्छ। यतिबेला लद्दाख विद्रोहमा अमेरिका र युरोपेली युनियनको भूमिकामा अधिक शंका गरिएको छ, किनकि उनीहरूले भारतको जलवायु नीतिमा हस्तक्षेप गर्न चाहन्छन्। सोनम वाङचुकको जलवायु कार्यकर्ताको छवि विदेशी फन्डिङबाट बनेको हो, जसले लद्दाखलाई चीन विरुद्धको बफर जोनको रूपमा अस्थिर बनाउँछ। यदि यो सफल भयो भने यसले उत्तरपूर्वी राज्यहरूमा पनि डोमिनो प्रभाव पार्न सक्छ, जसले भारतको आन्तरिक सुरक्षा खतरामा पर्छ।